नमस्कार, म राजबहादुर भण्डारी। स्थायी ठेगाना दैलेख जिल्ला ठाँटीघाट गाउँपालिका। हालमा 12 जिल्ला निजगढ नगरपालिका अन्तर्गत त्यसको सेरोफेरोमा कार्यरत छु। नेपालमा भदौ 23 र 24 गते जुन विश्वकै सर्वाधिक छोटो समयमै सरकार ढाल्ने विशाल जनआन्दोलन भयो। करिब 27 घण्टामा भ्रष्टाचारमा लिप्त सरकारले आफ्नो भयभरको बल प्रयोग गर्दा पनि घुँडा टेक्नु परेको अवस्था हामीलाई विदितै छ। उक्त सरकारको प्रधानमन्त्रीले सेनाको सुरक्षामा रहेर सेनाकै हेलिकप्टरबाट बालुवाटार छाड्नु परेको थियो। यस अवस्थामा देश एक कठिन मोडमा पुगेको थियो। यति बेला जे जति राष्ट्रिय सम्पत्ति र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण भयो, यो दुःखद पक्ष हो। तर यो नेपालको सुनौलो खाका कोर्ने एउटा स्वर्णिम अवसर पनि थियो। त्यसमा हामी नेपाली केही हदसम्म चुकिसकेका छौँ, तर समय अझै पनि बाँकी नै छ। हामी त्यसमा फर्किन सक्ने थुप्रै अवसर हामीसँग छ। त्यसका लागि जेनजी सहितको परिवर्तन पक्षधर एक ढिक्का भएर यसरी अगाडि बढेमा देशले फेरि दुःख पाउँदैन र एउटा स्थायी निकास पाउँछ कि भन्ने मेरो सल्लाह सुझाव र व्यक्तिगत विचार राख्न गइरहेको छु। यसका लागि जेनजी सहितको परिवर्तन पक्षधरहरूले तत्कालै निम्नलिखित मागहरू राखेर अगाडि बढ्नुपर्ने हुन्छ, जुन मेरो नितान्त व्यक्तिगत विचार हो। यो सबैको लागि उपयुक्त हुन पनि सक्छ, नहुन पनि सक्छ। एक नम्बरमा गर्नुपर्ने काम हालको यो संविधान खारेजी र अन्तरिम संविधान घोषणा गर्नुपर्छ। कार्यकारी राष्ट्रपति र त्यसको लागि निर्वाचन घोषणा गर्नुपर्छ। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको लागि पहिलो माग हुनुपर्छ। त्यसको लागि संविधानमा सोही अनुसार अन्तरिम संविधान घोषणा गर्नुपर्छ। 3 नम्बरमा राष्ट्रिय सभा र प्रदेश सभा खारेज गर्नुपर्छ, जसले देश विकास भन्दा पनि भ्रष्टाचारलाई प्रश्रय दिएको छ। 4 नम्बरमा 77 जिल्लामा एक सांसद पर्ने गरी 77 वटा सांसद मात्रै निर्वाचित हुने र त्यो पनि पूर्ण समानुपातिक तरिकाले। त्यसरी गएको खण्डमा भ्रष्टाचार गर्नको लागि मानिसहरूले ठाउँ पाउँदैन, जनतालाई पैसा बाँड्नु पर्दैन र जनताले आफूले चाहेको, आफूले चुनेको, रोजेको, खोजेकोलाई जिताउन सक्छन्। त्यसैगरी अर्को बुँदामा त्यो उक्त सांसदको काम भनेको कानुन निर्माण गर्ने, कानुन बनाउने र त्यसलाई सही बाटोमा हिँडाउन सहयोग पुर्याउने मात्र हो। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले विज्ञसहितको टोलीको निर्माण गरी त्यसभित्रबाटै एउटा मन्त्रीमण्डल निर्माण गर्ने र एउटा स्थायी सरकार र दिगो विकास उन्मुख काम कारबाही अगाडि बढाउन त्यसले सहयोग गर्नुपर्छ। संविधान खारेजी किन भन्ने प्रश्नमा, किनभने यो संविधान को बीचबीचमा कहीँ त्यस्ता दरारहरू छन् जसले गर्दा
देशलाई यो सङ्कटमा पुर्यायो। त्यसकारण यो संविधानलाई संशोधन गर्नको लागि आवश्यक पर्ने 2/3 बहुमत अहिलेको हाम्रो जुन यो प्रणाली छ यसले कुनै पनि दललाई 2/3 दिन सक्दैन र संविधान संशोधन सहज छैन। त्यसकारण यो संविधानमा दलहरूले अनावश्यक रूपमा खिचातानी गर्न थाले र देशलाई यो भोमरीमा फसाए। हस्, धन्यवाद। जय नेपाल।